हामीलाई त्यारामा चाहिँ हामीले बजारले फुल किनेर लगाएका थियौँ भने अहिले चाहिँ यति राम्रो फुल फल्यो। यहाँ चाहिँ केराको बुढो छ। आयो 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 तेरो नाम पुग्यो, तेरो नाम पुग्यो। तिमी म टिकटक बनाइदिन्छ है। यो चाहिँ हाम्रो बारी भयो। गाइज गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लगमा हजुरहरूले अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। बाहिर म चाहिँ अब तल गएर खेतामा चाहिँ हामीले लोटाहरू यताउता तिनीहरू चाहिँ ल्याएर आउनेछौँ। भाइले चाहिँ चाबी पिन लगाइसक्यो। चाबी चाहिँ कहाँ राख्ने अनि भाइले चाहिँ चाबी राख्न लागिरहेको म चाहिँ हजुरहरूलाई देखाउन सक्छु कि के कस्तो छ क्या आजको मौसम। ब्लगिङ बनाउन मन लागेको छैन किनभने मलाई धेरै जाडो भइरहेको छ क्या, धेरै 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 जाडो भइरहेको। हजुरहरूले चाहिँ म एउटा चिज देखाउन गइरहेँ। दसैँ तिहारमा नफुलेको फुल चाहिँ अहिले फलेको छ क्या। हामीलाई तिहारमा चाहिँ हामीले बजारले फुल किनेर लगाएका थियौँ भने अहिले चाहिँ यति राम्रो फुल फलेको। लास्टै जाडो भइरहेको भने यार कस्तो पनि ब्लग नि बनाउनु सके होइन, फेरि केही छैन बनाऊँ। ल मैले अहिलेको भ्यू चाहिँ देखाइ नै सकेँ र अब हामी चाहिँ तल जान लागिसकेको अनि मुनतिर चाहिँ यो अङ्कलको घर भइहाल्यो। अब म चाहिँ आधी बाटामा पुगेपछि चाहिँ देखाउँछु अहिलेको लागि चाहिँ। ल हामी चाहिँ मुनतिर पाटानिर चाहिँ आइसकेको छौँ, घरदेखि चाहिँ मुनतिर। अब चाहिँ हामी जाँदैछौँ। अनि यहाँ चाहिँ अमित यहाँ चाहिँ के बनाएको, खल बनाएको ए अनि कोकानले यहाँ चाहिँ खल बनाएको। अनि यो खल भन्ने चाहिँ हजुर कतिपयले बुझ्नुहुन्छ होला, कतिपयले बुझ्नुहुन्न होला। खल भनेको चाहिँ कोदो पाकिसकेपछि कोदोलाई ठटाएर कोदोको बनाउने के केही छैन। यहाँको नखिचौँ, अब तल जाऊँ हामी। यो चाहिँ सानोदेखि म जब भाइ जत्रो थिएँ नि त्यति बेलादेखि चाहिँ हामी यो बिरालो पाटो, यो पाटोको नाम चाहिँ बिरालो पाटो भनेर भन्छौँ। अनि हामी चाहिँ बिरालो पाटोमा आउने सानैदेखि यहीँ खेल्ने उर्ने गर्थ्यौँ। अनि बिरालो पाटोमा चाहिँ यो पोल चाहिँ हामी सानो छँदाखेरि त्यतिर लगाएको पोल अझसम्म चाहिँ छ। ल अहिले चाहिँ बाहिर म आइसकेको छौँ। यहाँ चाहिँ बाजेको घरदेखि यता चाहिँ हामी आइसकेको छौँ। अनि यहाँ चाहिँ देख्नु सक्नुहुन्छ बाजेहरूले पनि अब यो यहाँ त उता गरिसकेको, यहाँ त बाँझो चाहिँ मारिसकेको, फेरि पनि यो जोत्नको लागि होला मल फालिसक्नु भएको छ कि या मल धेरै भएर होला के हो त चाहिँ मैले थाहा पाउन सकेन। मल चाहिँ फालिसक्नु भएको छ। त्यसपछि चाहिँ यहाँ मकै छ नि अनि मकै पोलेर खाने मिठो हुन्छ कि नै हजुरहरूले कमेन्ट गर्न नबिर्स। चाहिँ अगाडि चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ केराको बुटो छ है। यहाँ चाहिँ केराको बुटो छ, केरा फलेपछि खाने केरा बनाना। अलराइट गाइज हामी चाहिँ अहिले चाहिँ आइसकेको छौँ हाम्रो बारीमा। अनि बारीमा चाहिँ म चाहिँ आएको 2-3 दिन जति भयो। त्यसपछि म चाहिँ फर्स्टपल्ट आउँदैछु बारीमा। अनि म बारीमा चाहिँ जानेछु अनि आज चाहिँ हाम्रो बारीमा के कस्तो भयो सबै देखाउने छु हजुरहरूले। भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। अनि पारी चाहिँ हेर्न सक्नुहुन्छ, उता पारी चाहिँ डोजरले खनेर बाटो बनाइसकेको छ। आइसकेँ मम्मीले कुन बाटो भन्न गयो बाबु, कुन त्यो बाटो ए यति चाहिँ जोतिसकेको छौँ। यो चाहिँ हो होइन हाम्रो बारी चाहिँ, यो मुनतिर गयो त्यो भयो त्यो पहिलाको ब्लगमा पनि देखाएको थिएँ हाम्रो को बारी हो, हामीले के गरेको अनि काकालाई खाएको भिडियो सबै चाहिँ देखिसकेको थिएँ। अनि यो चाहिँ यति पानी पर्दा पर्दा चाहिँ यो भिजाएर चाहिँ बाजे चाहिँ जानु भइसकेछ। यहाँ चाहिँ आधी जोत्नु भयो, तोलतिर भयो, तोलतिर त्यहाँ चाहिँ हिँडेको छ मुनतिर चाहिँ पानी परे के पानी परे पानी यस्तो जाडो भयो। त्यही पनि मैले भिडियो बनाउनु चाहिँ रुक्दैन क्या, भिडियो बनाउनु चाहिँ रुक्ने होइन यहाँ चाहिँ यो कट्रो भत्काएको तर फोन भरि भिजाएको बाबु तँ भन्न होइन होला यो भन्नको क्या कौनो बाटोमा मुनतिर गएको माथि ए। अनि भाइले चाहिँ देखेको रहेछ ओहो यहाँ चाहिँ के हो पानी भयो त के हो पुरै। यही चाहिँ हो हामी घरदेखि यो लिउन आएको चाहिँ कोदालो हँसे खुर्पाहरू यिनै चाहिँ लगाएर अब भाइले चाहिँ उठाउँदै। यो चाहिँ हाम्रो बारीको लसुन चाहिँ यस्तो भएको छ। अहिले चाहिँ पहिलाको भन्दा चाहिँ राम्रो भएको छ क्या लसुन पनि यति राम्रो हरियाली दामी भयो लसुन चाहिँ। पहिला सानामा चाहिँ एकपल्ट हामी दिदी र म खन्नु बेलामा चाहिँ यत्रै मात्र भएको थियो कि यत्रै सबै सानो कि योभन्दा नि सानो, यो त राम्रो योभन्दा नि सानो भएको थियो कि पहिला चाहिँ। अहिले चाहिँ बरु राम्रो भएको ए। अनि मम्मीले तिमीले हो ए। अनि यो जोतेको कि खनेको ए। अनि यो चाहिँ हाम्रो बारी रह्यो।
अब चाहिँ घरभित्र ओए मम्मी भित्रै हुनुहुन्छ क्या ढोका तपाईँ जान होइन तल तपाईँ जान होइन ए मम्मी चाहिँ हामीभन्दा पनि चाँडै आइसक्नु भएछ ल्याउनु पहिला चाहिँ मैले उताको केरा देखाएको थिएँ अहिले चाहिँ यहाँको केरा यो पनि यहीँको अन्टिरको केरा हो अरू त त्यही हो ओभरअल चाहिँ भ्यू चाहिँ त्यतिकै ठिकै छ राम्रै छ भनौँ पाटामा चाहिँ कुकुर आयो 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 तेरो नाम पुगो हो हो तेरो नाम पुगो के चाहियो आइज ल ल ल ल आइज ल आइज ल आउँदैछ ल ल्याउनु मात्र बच्च रहेछ कोही चल्छ आइज ल आइज मेरो पछि पछि आइज ल भाग 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 दुख आइज आइज ल मैले तिमीले पनि लगाइसक्यो है कपडा त मेरो भन्दा राम्रै कपडा तिम्रो टिकटक बनाइदिउँ बाबाले किनिदिएको नयाँ छ ए ल ल चिन्ता नगर है म अहिले ल्याउन आउँछु है के गर्नु जाने हो पिक्खामा ए त्यहाँ गएर के गर्ने हो त ए आँखा खानी तँ के हुन्छ मिठो हुन्छ कि नमिठो मिठुन्न त्यस्तो त मिठुन्न ए तिमी म टिकटक बनाइदिन्छु है नाच्छु साडी लगाएर नाच्ने हो कि त्यत्तिकै साडी लगाएको मम्मी दाइले त फोटो खिचिदिन्छ अरे अब चाहिँ बिहान हामीले बाँस काटेको उतो बाँस काटेको अब चाहिँ बाँस चाहिँ सेमाल्न जाने हो कि के हो मुठा पारिदिनु के भन्नुहुन्छ मम्मीले म चाहिँ जान लाग्यो गएपछि चाहिँ देखाउँछु के गर्ने पर्ने हो भनेर यहाँ चाहिँ हाम्रो भैँसी छ एउटा भैँसी यो चाहिँ यहाँ ठुलो भैँसी त्यो चाहिँ सानो भैँसी त्यो चाहिँ अनि यो चाहिँ हाम्रो बारी भयो ए मैले पहिलाको भिडियोमा हालेको थिएँ त यो मैले उ गरेको के गरेको हालेको थिएँ यो त तोरी काटेको अहिले चाहिँ आलु पनि यति ठुलो भइसकेको रहेछ अब चाहिँ म त बाँस झारिदिन्छु त्यसपछि चाहिँ भिडियो कन्टिन्यू छ थोरै दिनको लागि चाहिँ अड्केको बाँस सास चाहिँ मैले झारिदिइसकेँ यिनीहरू बाँस मम्मीले चाहिँ तल मुनितिर बाँस काट्दै हुनुहुन्छ काटिसकेपछि चाहिँ भैँसीले ल्याएर हालिदिने घाँस यहाँ पाटामा राखेको मल फेरि के को लागि हो यहाँ के लाउनु नि मकै के थाहा यो खन्ने हो कि जोत्ने थाहा छैन खन्ने पार यता मलाई नै पर्छ खन्न यहाँ घरको उसलाई र नि नखन्ने पार त फेरि जोत्ने तर यहाँ जोत्दैन मलाई सायद मलाई लाग्छ यहाँ चाहिँ पुरै पारसार तोडिसकेको छ यस्तो छ पहिला फेरि बार्ने यहाँ चाहिँ बाँसहरू है अनि बाँसहरू ल्याएर चाहिँ पुरानो नयाँ बाँसहरू गरेर चाहिँ यहाँ बार्ने अनि आलु चाहिँ अहिले राम्रो भयो कि बरु पहिलाको भन्दा केरा त यही हो केराको बुटो तर के गर्नु फल्दैन त्यही हाम्रो आरुको बुटो यत्रो भयो अनि रातिको भ्यू चाहिँ 5:30 बजेतिरको भ्यू चाहिँ यस्तो छ कुट्नै ल अहिले चाहिँ म ठ्याक्क हाम्रो पूजा गर्ने देउलीको पूजा गर्ने ठाउँमा आइसकेँ यहाँ चाहिँ हामीले देउलीको पूजा गर्छौँ यहाँ चाहिँ कति वर्ष भयो 18-19 वर्ष भयो होइन पानी नआए त जोतेर नि सकिन्छ क्या अहिले चाहिँ बाजेले चाहिँ हाम्रो बारी जोत्दै हुनुहुन्छ अनि म चाहिँ जान लागेको माथितिर मोल फालेको चाहिँ हात गन्दा भइसकेको छ म चाहिँ माथि गएर हात खुट्टा धुन्छु अनि त्यसपछि चाहिँ भिडियो कन्टिन्यू गराउँछु बाई ल अहिले चाहिँ हाम्रो बारीतिर म आइसकेको छु यो चाहिँ हाम्रो बारी रह्यो तर बाँझै छ यो चाहिँ पहिला खेत थियो अहिले चाहिँ बारी पनि के भन्नु बारी पनि हामी लाउनौँ खेत पनि लाउनौँ यत्तिकै यिनी रुखहरू चाहिँ यत्र भइसक्यो यहाँ सोही नलागेको पार त घर कुन्डो बेकार छ यार पुरै कालो कालो यहाँ यो हाम्रो मुनतिर अलैँचीको बुटो
यहाँ मैले अस्ति नै एउटा टिकटक पनि बनाएको थिएँ। मरि गए माटैको सिरानी माटैको सिरानी नौली बहिनी लैला मैले चाहिँ घर आएर पनि हात खुट्टा धोइसकेँ। आई होप कि आजको भ्लग मन पर्यो होला। मन पर्यो भने भिडियोलाई लाइक अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स सो मच फर वाचिङ। बाई।